राम्रै आउँदो रहेछ त लगाइच हामी चाहिँ केसरीको सुटिङमा आएको छौँ आज फर्स्ट डे हो राम्रो आइरहेको रहेछ त बालाहरू कस्तो अनि मैले तँलाई मन पराउन भन्दा भन्दै त मेरो पछि पछि लागिरहेको छैन म आइडाई भनेको म मर्दिन्छु अब त्यसो नभएर सुषमा यदि तिमी मर्यो भने म पनि बाँचेर के गर्ने म पनि यो दुनियाँ नै त्यागिदिन्छु विशाल मेरो माया दुनियाँ त्याग्ने कुरा नगर तिमी भएनौ भने त म पनि कसरी बाँचौला मेरो लागि सुषमा यहाँ कुमारी छोरा तँ मर बाँच मलाई मतलब छैन है यो तेरी यो राणीलाई लगेर गइजा त मसँग नआइज त म तँलाई मन पराउन त म तँलाई माया गर्दिनँ देख्यो विशाल त्यसले पनि तिमी दुईजना गइजा भन्छ आऊ विशाल तिमी र म छुट्टै संसारमा जाउँ छुट्टै बसौँला आऊ आऊ तँलाई छुट्टै संसार बनाउनु छ भने त्यसलाई कहाँ गाइसक्नु जान म त आफ्नो दुनियाँ बचाउँछु ए कमारिया छोरा मैले तँलाई कसरी भन्नु म तँलाई मन पराउँदिनँ म तँलाई माया गर्दिनँ भन्दैन तँ कमारिया छोरालाई किन सम्झमा आउँदैन के किन सम्झमा आउँदैन एक त पहिलेदेखि गालो त्यही माथि फेरो त्यही माथि घुन्न आउने अनि म त जस्तासँग लाग्छु होला त मेरो त पुइ ह्यान्डसम हुनुपर्छ घोडामा आउँछ राजकुमार जस्तरी मलाई लगेर जान्छ बुझिस् तैँले देख्यौ विशाल त्यसले के भने तिमीलाई कालो गरे ठोसो गरे या गुलिया गरे तिमी मसँग आऊ तिमीलाई त म हिरा भन्छु सुन भन्छु चाँदी भन्छु तिमीलाई त मेरो राजा बनाउँछु राजा मसँग आऊ न पहिला मासाले कस्तो माटो दिने है त किन कुरा बुझ्दिनस् त मलाई राजा बनाउनु परेको छैन म त मेरी रानी मेरो सप्तक मेरी सुषमा ए लालाटी जोइका छोरा कमारिया छोरा यसले त मलाई मर्ने बाध्य बनाइसक्यो यार त यसले त मलाई उकुस मुकुस बनायो गर्मीले क्या उकुस मुकुस पाड्यो होला केही राणे छोराले गरेर आगेछ भने हे भगवान म त अब मरिजान्छु सुम्दीले त्यो त तिमीलाई के त हिजो तिमीले ल्याएको हो नि त हिजो ल्याएको कि ल्याएन त्यसमा त्यो त मलाई के थाहा म पनि छु तिम्रो भ्लगमा मैले पुरै हेरेँ नि भिडियो होइन त ए भइरहेको रहेछ ल हेर्नुहोस् उहाँ हुनुहुन्छ कुमारजी मान्छेको नाम चाहिँ कुमार छ तर ऊ कुमारै हो है फेरि बिहा भयो होइन उहाँ हुनुहुन्छ मौसम कार्की आजको मौसम हेर्नुहोस् त कति राम्रो छ हुन्छ गाइज माछाले सन्वाद लिइरहेछ अनि हामी यता केसरी टिममै छौँ सबैले हेरे यो माछा चाहिँ सुकिरहेछ अहिले हाम्रो नयाँ आइडी मौसम सर अनि मामा हाम्रो रमेश मामा चाहिँ कटरको तरकारी बन्दैछ यसलाई डिप फ्राई भइरहेछ अहिले है म्यारिनेट गरिवरी फर्स्टमा त बोइल भयो त्यसपछि यस्तो हो हामी चाहिँ केसरीको सुटिङमा छौँ र किचन ब्रोले कटरको तरकारी अर्डर आयो म चाल्दैछु चिकन रोस्ट भन्दा पनि बवाल भएको छ
यम्मी क्रन्ची यम्मी कटरको यस्तो चाहिँ मैले फर्स्ट टाइम देखा हो बहुत आइडिया भएको मान्छेले चाहिँ यसलाई चाहिँ चनाको पनि यस्तो मिठो बनाउनु पिटी भयो ल एक्सन त्यो सेडो लाउँदाखेरि यहाँ डिममा थियो अहिले चाहिँ यहाँ बच्चा बनाइसकेको रहेछ चराले हालिँदैछ होइन अहिले चाहिँ हामी माने दोकानमा छौँ केसरीको सुटिङमा अनि आज दोस्रो दिन हो म चाहिँ यहाँ चाहिँ हल्का पानीको समस्या छ क्या अनि म पानी ल्याउनको लागि जाँदैछु किचनले टचर दियो ल्याउन पानी ल्याइदिनु पऱ्यो अब मेलम्चीबाटै ल्याइदिनु पऱ्यो खासै मेलम्चीको आउँदैन त्यही भएर खोल्सातिर जाँदैछु पानी परिरहेछ इन्डोर फिसमाको तयारी गर्दैछु साथीहरू हाम्रो पानीको ट्याङ्की चाहिँ यहाँ छ अब यहाँबाट जोड्ने हो एउटा तल्लो गाउँ जान्छ भने एउटा माथिल्लो तिम्रोतिर जान्छ टक्क जोडेर जान्छ जुन त जोडेकै छ त के रहेछ समस्या फेरि दुइटै आउनै छ मेकअप गर्दै हुनुहुन्छ यो जुका मार्नलाई यत्रो गर्नु परेको छ जुका झार्नलाई मात्रै हो क्या जुकाको लागि यत्रो अब नुन नसक न सबै अहिले त्यही त अहिले नै नसक नि त फेरि पछि अरू ठाउँ पनि चाहिन्छ त्यसरी बसन्तलाई लगाइदियो सौँदी त जुका उहाँ त आउँदा खुसी ल ल्याउँ स्कुल ल्याउँ ल ल त धेरै जाल है क्यामेरा जाल है काले दाइ पुगिसक्नु भयो ल क्यामेरा बचिसक्यो उहाँले चाहिँ एड गर्न सक्नु भएन डोराउनु भयो म उसलाई फोन गरेर सोध्छु मलाई बसन्तले फोन लगाउँछ फोन देखाइ क्या ल स्कुटी लिएर एक ठाउँ जान खोजेको यो बसन्ती स्टार्टै भएन ल ल ल जाम त होइन तपाईँले त्यहाँबाट पुरा क्रस गर्नुहोस् हो नाकमा के देखियो बाहिर पुरै बिदो हुन्छ 20 जनाको एक सर्ट खिचेर आउँछ एक सर्ट